अस्तिदेखि नै मेरो मम्मीलाई चाहिँ एकदमै ठेकुवा खानु मन लागेको थियो। मम्मीलाई खानु मन लागिसकेपछि मैले नबनाउने त कुरै भएन। त्यही भएर आज चाहिँ म मेरो जोस र जाँगर सबै समेटेर बनाउँदैछु ठेकुवा। कतिले त यसलाई खजुरी पनि भन्नुहुँदो रहेछ। हाम्रोतिर चाहिँ यसलाई ठेकुवा भन्छ, अनि तपाईँहरूकोतिर चाहिँ के भन्छ कमेन्टमा जनाउन नबिर्सिनु होला। ठेकुवा बनाउने पनि सबैको आफ्नो तरिका हुन्छ। म चाहिँ आज मेरो तरिका तपाईँहरूसँग सेयर गर्छु। फर्स्टमा मैले लिए 1 किलो आटा, त्यसपछि मैले यहाँ मसिनो गरी राखेँ काजु बदाम राखिसकेपछि मैले राखेँ कोरेको नरिवल। अब चाहिँ एकदमै इम्पोर्टेन्ट अनि छुटाउनै नहुने कुरा भनेको चाहिँ भुटेको पान्जिरा। यो चाहिँ हजुरहरूले एड गर्न नबिर्सिनु होला। र टेस्टलाई इन्हान्स गर्नुको लागि मैले राखेँ दालचिनी, ल्वाङ, सुकमेलको धुलो। चिनी चाहिँ मैले थोरै एड गरेँ अनि मैले चाहिँ हाफ कप जति घी पनि एड गरेँ। त्यसपछि मैले 1 कप जति मिल्क एड गरेँ। यो कालो कालो चाहिँ के हो भनेर तपाईँहरूले सोचिरहनु भएको होला। यो चाहिँ हो सक्खर। मैले चाहिँ थोरै चिनी र थोरै सक्खर एड गरेको छु। अब अलिकति गुलियो ठेकुवा भएन भने मिठो पनि त हुँदैन नि त है गाइस। त्यही भएर मैले चाहिँ दुईटैलाई ब्यालेन्स गरेर एड गरेको छु। आजको ठेकुवा प्रोग्राममा मम्मीले पनि पार्टिसिपेट गर्नुभएको छ। आमा छोरी दुवै लागि परिरहेको छौँ। मम्मीले चाहिँ त भिडियो बना म डो रेडी गर्छु भनेर सबै इन्ग्रिडियन्ट्सहरू मिक्स गरेर चाहिँ आफ्नो तन मन धन सबै लगाएर डो रेडी गर्दै हुनुहुन्छ। यो ठेकुवा यति चाहिँ मिठो हुनेवाला छ नि गाइस, तपाईँहरूले गेस पनि गर्न सक्नु हुँदैन। यतिको मेहनत गरेपछि नमिठो हुने त कुरै भएन। ल गाइस, गफ गर्दा गर्दै डो पनि रेडी भइसकेको छ। यसलाई चाहिँ अब 4 देखि 5 घण्टासम्म मजाले छोपेर राखिदिने। 4-5 घण्टा भइसकेपछि चाहिँ मैले सनफ्लावर तेल एकदमै लो फ्लेममा राखिसकेको छु। र यहाँबाट चाहिँ अब म एक्लै नै बनाउँदैछु। मम्मी पसल गइसक्नु भएको छ। मलाई चाहिँ अब भिडियो पनि एक्लै बनाउनु पर्ने छ र ठेकुवा पनि, र यसलाई हल्का डिजाइन पनि दिनुपर्ने छ। त्यो चाहिँ मैले डिजाइन दिएर हजुरहरूलाई देखाएँ, किनकि भिडियो बनाउँदै डिजाइन दिन चाहिँ हल्का गाह्रो छ। त्यही भएर मैले चाहिँ लो फ्लेममा ठेकुवा राखिसकेको छु। एक एक गरी हजुरहरूले यहाँ हेर्दै हुनुहुन्छ होला। ठेकुवा बनाउँदाखेरि पेसेन्स राख्नु एकदमै जरुरी छ। हतार नगरिकन सानो फ्लेममा टाइम दिएर बनायो भने एकदमै क्रिस्पी र मिठो बनिन्छ। ठेकुवा मात्रै नभएर अरू पनि धेरै कुराहरू छ लाइफमा, जुन कुरामा चाहिँ हामीले 100% इफोर्ट लगाएर मेहनत गरेर आफ्नो बेस्ट दिएर चाहिँ हामीले पेसेन्स राखेर गऱ्यौँ भने चाहिँ हामीले त्यो कुरामा जहिले पनि सक्सेस पाउँछौँ। हाम्रो गोल एचिभ गर्न सक्छौँ एकदमै सजिलै तरिकाले। हजुरहरूले सुन्नु नै भएको होला, प्रतीक्षाको फल मिठो हुन्छ भने चाहिँ ठेकुवाबाट पनि हामीले केही लेसनहरू सिक्न सक्यौँ आज है। र गाइस, गफ गर्दा गर्दै चाहिँ हाम्रो ठेकुवा पनि रेडी भइसकेको छ। एकदमै क्रिस्पी र मिठो देखिएको छ। मेरो त मुखबाट पानी नै आइसक्यो। तपाईँहरूको पनि हेरेर मुखबाट पानी आइसक्यो होला। वाउ गाइस, अब चाहिँ म छिटो छिटो बनाइहाल्छु। फर्स्ट लट त मेरो रेडी भइसकेको छ। अब सेकेन्ड लट चाहिँ मेरो अर्कै डिजाइनमा हुनेवाला छ। हजुरहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ मैले मेरो मायालाई मिस गरेर चाहिँ हर सेपमा रेडी गरेको छु। यो डिजाइन क्रिएट गर्न पनि हल्का गाह्रै थियो, तर मलाई चाहिँ हुन्छ नि जुन कुरा गाह्रो हुन्छ त्यो कुरा चाहिँ मलाई गर्नु नै पर्छ क्या गाइस। मैले चाहिँ हुन्छ नि म यो कुरा चाहिँ सक्दिनँ होला भन्नेमै पर्दिनँ क्या। म सक्छु जस्तो हुन्छ म मेरोतिरबाट चाहिँ बेस्ट दिन्छु भन्ने हुन्छ क्या मेरो। अनि मैले चाहिँ यतिको गरेँ। अब यहाँबाट पनि मेरो स्ट्रगल चल्छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। अब म एउटा लिन्छु अर्को झर्छ, अर्को लिन्छु अर्को झर्छ, यसरी नै मेरो चलिरहेको छ। तर म हिम्मत चाहिँ हार्दिनँ। म जसरी पनि गरेरै छोड्छु भनेर चाहिँ मैले यहाँ हेर्न सक्नुहुन्छ सबैलाई लिइसकेको छु। र यहाँ चाहिँ म तेल तार्दैछु। अनि अब चाहिँ मेरो यहाँबाट चाहिँ म भिडियो बनाउँदिनँ त्यति। अब चाहिँ म छिटो छिटो बनाएर चाहिँ यहाँ मैले रेडी गरिसकेको छु। हेर्न सक्नुहुन्छ मेरो चाहिँ बल्ल बल्ल 4 घण्टामा कम्प्लिट भइसक्यो। यसलाई चाहिँ हजुरहरूले बोतलमा पनि स्टोर गरेर राख्न सक्नुहुन्छ र आफ्नो फ्यामिलीसँग बसेर खान सक्नुहुन्छ। आजको हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो मन पर्यो लाइक कमेन्ट गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ। बाइ बाइ, लभ यु अल।